नमस्ते, वेलकम टु माई न्यू ब्लग। आइब सौदेर सन्चै आरामी हुनुहुन्छ। म पनि एकदम सन्चै आरामी छु। आजबाट चाहिँ मैले ब्लग स्टार्ट गरेको। मेरो नाम चाहिँ अश्विन विश्वकर्मा। मेरो घर चाहिँ पोखरा हो। हाल अहिले म यता काठमाडौँतिर छु होइन, जबको सिलसिलामा। अनि चाहिँ म चाहिँ यता घर बस्दा वाक्क लाएर चाहिँ यता पार्कतिर आएको थिएँ। अनि हाम्रो चाहिँ स्कुल रहेछ क्या, अनि बच्चाहरू चाहिँ कराई गरिराखेन होइन। म चाहिँ पार्कतिर डुलाएर आएको थिएँ। अनि चाहिँ यतातिरको उस्तो सिन पनि दामी हो। हजुरहरूलाई एकचोटि म देखाउँछु के कस्तो लाग्छ होइन हजुरहरूलाई। यतातिरको चाहिँ मैले हजुरहरूलाई उस देखाइसकेँ होइन। यतातिर चाहिँ यस्तो दामी छ कि होइन, बाटो पनि यस्तो राम्रो छ होइन। अनि रुखहरू पनि छ, अनि चराहरूको आवाज पनि आउँछ क्या। चराहरूको आवाज पनि आउँछ, अनि बच्चाहरूको आवाज पनि आउनु रहेछ होइन। अनि चाहिँ जे छ नि मलाई चाहिँ घर बस्दा वाक्क लाएर यतातिर डुल्न आएको। अनि यो धुपी चाहिँ नि यसरी काटेर फालेको, चुडेर फालेको रहेछ होइन। तर यसरी चुडेर फालेको भने चाहिँ नफालौँ होइन, किनकि यो चाहिँ नि अब यसले गर्दा चाहिँ नि हाम्रो चाहिँ नि राम्रो हावाहरू सफा स्वच्छ वातावरणको हामीले चाहिँ अनुभव गर्न पाइन्छ कि होइन। अनि चाहिँ धुपीहरू यतातिर राष्ट्र यस्तो दामी छ होइन, यस्तो सर यस्तो राम्रो खालको छ। अनि बाटो पनि रहेछ, अनि तर पानी पनि जाँदैछ यो पाइपबाट चाहिँ नि होइन। अनि चाहिँ त्यहाँ चाहिँ बच्चाहरू खेल्ने छ यतातिर उसहरू छ। अनि चाहिँ यहाँ चाहिँ नि मैले चाहिँ एउटा दामी देखेँ कि यहाँ चाहिँ वाटरफल होला सायद यो होइन, वाटर फल भन्दा चाहिँ वाटर फाउन्टेन होला यो सायद। अनि चाहिँ नि यहाँ चाहिँ यस्तो आमा छोरालाई लिएर उस गरेको बनाएको रहेछ कि होइन। म चाहिँ हजुर देखाउँछु हजुरहरूलाई आएको थिएँ कि होइन। तर यहाँ डेन्जर फोहोरै रहेछ कि यस्तो रहेछ, यस्तो फोहोरै रहेछ। तर यो चाहिँ दामी राम्रो छ कि, तर यो होइन यस्तो उस गरेको। तर यतातिर चाहिँ यो जिम गर्ने भइहाल्यो कि अरे। अनि यहाँबाट चाहिँ म यहाँ बसेको थिएँ, मैले अघिल्लो भिडियो बनाउँछु भने थिएँ। अनि फेरि यहाँ चाहिँ नि पुरा कपालहरू आएर बसेर चाहिँ अनि मलाई घाउ लाग्यो। अनि त्यहाँ मैले भिडियो बनाइनँ कि। अनि त्यहाँ पिङहरू खेल्ने ठाउँ पनि छ होइन। एकचोटि म हजुरलाई पिङ खेलाएर पनि देखाउँछु कस्तो हुन्छ होइन यहाँको पिङ होइन। ओ धन्ने लोटिन नि म त यहाँ तल फेरि हिलो छ कि। यस्ता खेल्न हुन्न मैले बुझिसकेँ, यो खेल्न हुन्न मैले थाहा भइसक्यो। पिङ खेलेको त पुरा हिलो लाग्यो, यहाँ तल पुरा हिलो लाग्यो। खेल्दिनँ मलाई पिङ औ होड्दै जान्छु, होड्दै हजुरले देख्नुभयो होला होइन। अहिले म त्यहीँबाट आएको थिएँ। अब म त्यहीँबाट चाहिँ यस्तो हावा खाँदै बस्छु। अब घर बस्दा नि एक्लै झ्याउ लाग्यो कि है, वाक्क लाउने कोठामा बस्दा अनि त्यहाँ यसो डुल्न लाग्यो। थिएँ अनि यहाँ बस्दा वाक्क लाग्यो मलाई। अब म रुमतिरै जान्छु होइन। आजको भ्लग चाहिँ नि यस्तै मिनी भ्लग जस्तो भयो के अरे। के कस्तो लाग्छ हजुरहरूलाई आफ्नो चाहिँ प्रतिक्रिया दिनु होइन। अब देखाउँदा चाहिँ नि डेली कन्टेन्टहरू आउँछ के अरे होइन, कन्टेन्टहरू आउँछ। यसरी नै साथ सपोर्ट गर्दा अगाडि बढाउनु, लाइक सब्सक्राइब गरिदिनु होला। त्यति हामीले बिताउँछु, बाई बाई।